हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। आज चाहिँ हामी सबै घरको परिवार चाहिँ एकै ठाउँमा भेला भएर खाना खाने सोचेका थियौँ। अनि एकछिनपछि हामीले खाना पनि लाग्यौँ। अनि यहाँ चाहिँ अङ्कलहरू सुत्नु भएको थियो। अनि मैले चाहिँ यहाँ खाना खाँदै थिएँ। हामीले चाहिँ अचार पनिर गराएको थियौँ। अनि एकछिनपछि हामीले जुस पनि खायौँ, जुस पनि इन्जोय गऱ्यौँ। हाम्रो घरको डस्टबिनमा फेरि जुस मात्रै थियो कि जुसको खोस्टो मात्रै थियो। अनि मैले चाहिँ एकछिनपछि मेरो खाएर भाइको पनि खाइदिएँ। अनि यहाँ चाहिँ सानो भाइलाई चाहिँ नाच्ने भन्दै थियो। अनि एकछिनपछि चाहिँ बाबा मम्मी चाहिँ उता भमिकी जानुभएको थियो। अनि त्यहाँ चाहिँ लिची यति राम्रोसँग फलेको थियो। अनि घर आउँदाखेरि चाहिँ मेरो लागि ल्याइदिनु भएको रहेछ पाप्रो साप्रो आँपहरू लिचीहरू ल्याइदिएको थियो। अनि लिची चाहिँ काँचै थियो तर चुकिलो थियो। अनि यही सिजनमा चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ। त्यो भिडियो चाहिँ योभन्दा अघिल्लो वर्षमा एकदमै धेरै पपुलर भएको थियो। त्यहाँबाट चाहिँ मेरो युट्युब जर्नी स्टार्ट भएको थियो, तपाईँलाई यादै होला। अनि त्यसपछि चाहिँ हामी उता होटलतिर जाने सोच्यौँ, द पार्क क्याफेमा। अनि यहाँको इन्भाइरोमेन्ट चाहिँ एकदमै धेरै राम्रो थियो। यहाँ मानिसहरू पनि सबै राम्रो हुनुहुन्थ्यो, सर्भिस पनि राम्रो छ। अनि हामीले चाहिँ यहाँ भिडियो खिच्यौँ, फोटोहरू खिचेँ मैले बाबासँग। अनि मैले चाहिँ चस्मा लाउनु नजानेर। अनि यसपछि चाहिँ मैले हिँडेको भिडियो पनि गराएँ। हजुर पनि आउनु सक्नुहुन्छ, यहाँ एकदमै राम्रो छ। एकछिनपछि चाहिँ हामीले यो ठाउँबाट चाहिँ बाई भन्न घर जाँदैछौँ। हेर्नु यस्तो राम्रो छ क्या, यहाँ यति ठुलो छ नि ठाउँ पनि। अनि एकछिनपछि चाहिँ मलाई भोक लाग्यो। अनि चाहिँ हामी डिलाइट मोमो एन्ड क्याफेमा गयौँ। यहाँको मोमो चाहिँ एकदमै धेरै मिठो हुन्छ भन्ने सुनेर अनि हामी चाहिँ घर ल्याएर खाँदै थियौँ। अनि हामी सबैले चाहिँ मिलेर खायौँ, एकदमै मिठो थियो। बाई साथीहरू, सब्सक्राइब गर्नु।